तपाईलाई थाहा छ मान्छे किन दिनदिनै स्ट्रेस्ड हुन्छ? किन पैसा कमाउँदा पनि खुसी हुँदैन? किन रिलेसनसिप बिग्रिन्छ? किन सक्सेस पाएपछि पनि खालीपन लाग्छ? किनकि हामी बाहिरको लाइफ सुधार्न दौडिरहेको हुन्छौँ तर भित्रको माइन्डलाई कहिले म्यानेज गर्न सिक्दैनौँ। आज म तपाईलाई एउटा यस्तो सोचको यात्रा गराउँदैछु जहाँ मङ्कले जस्तो सोचेर मोडर्न लाइफलाई ह्यान्डल गर्न सकिन्छ। यो कुनै रिलिजियस कुरा होइन, यो माइन्ड कन्ट्रोल, इमोसन कन्ट्रोल र लाइफ डिरेक्सन कन्ट्रोलको सिस्टम हो। पार्ट 1, लेट गो। सबैभन्दा पहिले बुकको पहिलो प्रिन्सिपल हो लेट गो, यानि कि छोड्ने कला। हामी सबैसँग तिनवटा भारी हुन्छन्: पास्टको रिग्रेट, इगोको प्रेसर, फियर अफ फ्युचर। यी तिनै कुराले हाम्रो माइन्डलाई जेल बनाइदिन्छ। मङ्क माइन्डसेट भन्छ जुन कुरा चेन्ज गर्न सक्दैनौँ त्यसलाई समातेर बस्नु बेकार हो। तपाईले नोटिस गर्नुभएको होला, हामी पुरानो गल्ती बारम्बार सोचेर आफैलाई सजाय दिन्छौँ। तर मङ्क सोच यस्तो हुन्छ: आई लर्न्ड, आई डोन्ट रिलिभ इट। लेट गो भन्नु स्किप होइन, लेट गो भन्नु क्ल्यारिटी हो। रिलेसनसिप बिग्रियो, लर्न गरेर छोड्नुहोस्। जबमा फेलियर भयो, लेसन लिएर अगाडि बढ्नुहोस्। कसैले जज गर्यो, रियालिटी एक्सेप्ट गर्नुहोस्, किनकि खाली हात मात्र नयाँ कुरा समात्न सक्छ। पार्ट 2, ग्रो, यानि कि आफूलाई निर्माण गर्ने प्रक्रिया। लेट गो पछि सुरु हुन्छ ग्रो। मङ्क लाइफमा ग्रोथ बाहिर होइन, भित्रबाट सुरु हुन्छ। आजको मोडर्न प्रब्लम के हो? हामी बडी इम्प्रुभ गर्छौँ, पैसा कमाउँछौँ, सोसल मिडिया प्रोफाइल बनाउँछौँ, तर माइन्ड ट्रेनिङ गर्दैनौँ। बुकमा एउटा पावरफुल आइडिया छ: योर थट्स आर योर प्रिजन अर योर फ्रिडम। अब यहाँ एउटा प्र्याक्टिकल सिस्टम छ। फर्स्ट, स्पोट, पहिचान गर्ने। तपाईको माइन्डमा नेगेटिभ थट आउँदा त्यसलाई डिटेक्ट गर्नुहोस्। जस्तै आई एम नट गुड इनफ, आई विल फेल जस्ता। बस स्टप गरेर भन्नुहोस्, यो थट हो, रियालिटी होइन। सेकेन्ड, स्टक, भण्डारण गर्ने। तपाईले जुन कुरा रिपिट गर्नुहुन्छ त्यही माइन्डमा स्टोर हुन्छ। यदि नेगेटिभ कुरा सुन्नुहुन्छ, फियर स्टक हुन्छ। पोजिटिभ कुरा सुन्नुहुन्छ, कन्फिडेन्ट स्टक हुन्छ। मङ्क लाइफ भनेको माइन्डलाई रिसेट गरेर सही चिज स्टक गर्ने हो। पार्ट 3, स्वाप, परिवर्तन गर्ने। नेगेटिभ थटलाई रिप्लेस गर्ने। एक्जाम्पल, आई क्यान्ट डु इट, आई क्यान लर्न इट, आई एम विक, आई एम इम्प्रुभिङ। यो सिम्पल लाग्छ तर लाइफ चेन्ज गर्ने यही सिस्टम हो। पार्ट 3, इगो, यानि कि सबैभन्दा ठुलो बाधा। मङ्क माइन्डसेटमा सबैभन्दा डेन्जरस एनिमी हो इगो। इगो भन्नाले म नै सही, अरू गलत, म स्पेसल हुँ। तर रियालिटी के हो भने इगोले तपाईलाई राइज होइन, कोल्याप्स गराउँछ। बुकमा क्लियर आइडिया छ, इगो भनेको फल्स आइडेन्टिटी हो। जब तपाईँ इगोमा हुनुहुन्छ, फिडब्याक एक्सेप्ट गर्न सक्नुहुन्न, गल्ती एडमिट गर्न सक्नुहुन्न, रिलेसनसिप बिग्रिन्छ। मङ्क माइन्डसेट भन्छ बी अ स्टुडेन्ट, नट अ स्ट्याचु। स्टुडेन्ट सधैँ लर्न गर्छ, स्ट्याचु सधैँ सेम रहन्छ। पार्ट 4, लाइफ प्लस बिजनेस प्रिन्सिपल्स। यो बुक केवल मेडिटेसनको लागि होइन, यो रियल लाइफ र बिजनेस माइन्डसेटको लागि पनि हो। मङ्क थिङ्किङ अनुसार फोकस भनेको पावर हो। जहाँ ध्यान जान्छ त्यहाँ परिणाम आउँछ। आजको डिस्ट्र्याक्सन वर्ल्डमा फोकस नै वेल्थ हो। पर्पज ओभर प्रफिट। यदि तपाईले केवल पैसा पछ्याउनु भयो भने बर्न आउट हुन्छ, तर पर्पज पछ्याउनु भयो भने पैसाले फलो गर्छ। सर्भिस माइन्डसेट। मङ्क भन्छ द मोर यु गिभ द मोर यु ग्रो। बिजनेसमा पनि त्यही हुन्छ, भ्यालु दिनु, प्रब्लम सल्भ गर्नु, सर्भिस इम्प्रुभ गर्नु इत्यादि। पार्ट 5, गिभ, अन्तिम स्तर। लेट गो, ग्रो अनि अन्त्यमा गिभ। जब तपाईले आफूलाई बुझ्नुहुन्छ तब तपाईँ अरूलाई दिन सक्नुहुन्छ। गिभ भन्नाले नलेज सेयर गर्नु, हेल्प गर्नु, भ्यालु क्रिएट गर्नु। मङ्क लाइफको हाइएस्ट लेभल यही हो, किनकि लिने मानिस थाक्छ, दिने मानिस बढ्छ।
अब अन्त्यमा एउटा कुरा सम्झिनुहोस्, तपाईँको समस्या बाहिर छैन, तपाईँको माइन्डभित्र छ। जब तपाईँ लेट गो सिक्नुहुन्छ, ग्रो गर्न थाल्नुहुन्छ, इगो छोड्नुहुन्छ अनि गिभ गर्न थाल्नुहुन्छ, त्यसपछि तपाईँ नर्मल मानिस होइन, एउटा फोकस्ड, काम र पावरफुल व्यक्ति बन्नुहुन्छ। आजको मेसेज सिम्पल छ, थिङ्क लाइक अ मङ्क बट लिभ इन द वर्ल्ड लाइक अ मास्टर।